ओके गाइज यो गुड मर्निङ एभ्रिबडी। आज चाहिँ हामी सनराइज हेर्नलाई उकालो लागिरहेछौँ। यस्तो उकालो ठाडो उकालो यस्तो तलबाट आएको हामी यतिको भइसक्यो। रातो रातो भइसक्यो सनराइज देखिन बेला। गाइज सबैजना अघि गइसक्नु हो, म मात्रै छु पछि, किनभने म ल हेर्नु गाइज कति अप्ठ्यारो बाटो छ। सनराइज भइसक्नु लाग्यो हो, रातो भइसक्यो, अलिअलि हिमाल पनि देखिन थालिसक्यो। मुनुङकोट के भन्ने तल बादल गएको यस्तै हाइटबाट खिच्दा देखिने रहेछ कि। हो जे माथि जानु छ, कान्छी भन्दै हुनुहुन्छ माथिबाट नेपालको झन्डा माथि डाँटो डाँडामा पुग्ने हो। सबै पुगिसक्नु हो, म चाहिँ लखराक हिँडेँ हट सला सला भनेछु हट तेरिका। हेर्नुहोस् गाइस, अब बन्दीपुर यस्तो देखिन्छ। यो चाहिँ होटल हो कि के हो, नेसनल हाइवेबाटै देखिन्छ तलबाट। ए यस्तो अझै उठाइसकेन कोही। हामी यहाँ आइसक्यौँ। हामी त तल त्यो लाइट बल्दै गरेको ठाउँबाट आएको उकालो यति दामी। ल सनराइज हेर्नु हामी पनि त अगाडि आएर बसेर छ है, ठिकै छ, केही भएन। सनराइज हुन लागेको छ, कति राम्रो देखेको नि। वाउ, यो चाहिँ भाइरल प्लेस अरे, बादल तल बसेको। यसै बन्दीपुर धेरै लामो नगर्नु। कितने विष्णु आयो है फाइनली। ओ हेर्दा हेर्दै आयो, सनराइज भयो। ल सबैले आफ्नो ध्यान कहाँ छ सबैको हेर्नु होला।